रोमिनजी, तपाईलाई के लाग्छ कि अहिलेको जुन 21 गतेको चुनाव छ, फागुन 21 गते, त्यो पोसिबल छ, सम्भव छ र? जावेजी पहिला नोटिस गर्नुहुन्थ्यो होला हैन, चुनाव आउनुभन्दा अगाडिको जुन मेला जस्तो माहौल भन्थ्यो नि एउटा, जस्तै अहिले कार्तिक 30 गतेसम्म मात्रै नयाँ उम्मेदवारी दर्ता गर्ने मिति छ हेर्नुहोस्। अब यही कुरा हाम्रो अब नयाँ युथ भोटरहरू कतिलाई थाहा होला त? बेसिकली भन्दा अहिलेको गभर्मेन्ट र अहिलेको जुन यो रिभोल्युसनको हामी डिमान्ड गऱ्यौँ त्यो त युथले मस्टली डिमान्ड गरेको हो नि त। हाम्रो जेनेरेसन भन्दा पनि हामीभन्दा यङ्गर जेनेरेसनले चाहिँ मस्टली जो चाहिँ फर्स्ट टाइम भोटर हुनेवाला हुनुहुन्छ उहाँहरूले डिमान्ड गर्नुभएको रिभोल्युसन हो। तर अब क्लरिकल्ली, टेक्निकल्ली र एडमिनिस्ट्रेटिभली चाहिँ कस्तो देखियो भन्दाखेरि गभर्मेन्टले चाहिँ त्यो युथ भोटलाई चाहिँ मोटिभेट गर्न खोजेको, मोबिलाइज गर्न खोजेको जस्तो अलि देखिएन कि। हेर्नु जावेदजी, कस्तो भयो भन्दाखेरि योभन्दा अगाडि चुनावमा हामीलाई पनि याद छ देशैभरि यो मतदाता प्रमाणपत्रको नाम नाम दर्ता गर्न टोली आउँथ्यो वडामा, नगर स्तरमा काम हुन्थ्यो। हाम्रो लोकल लेभलमा मतदाता नामावली भर्न सहज हुने गरी गभर्मेन्टले, हाम्रो सरकारले चाहिँ त्यो व्यवस्थापन गरेको हुन्थ्यो। तर अहिले हेर्नुहोस् छैन। अहिले चाहिँ जिल्ला स्तरमा निर्वाचन आयोगमा नै गएर हजुरको मतदाता नामावलीको लागि परिचय पत्रको लागि नाम लेखाउनु पर्ने हुन्छ। पहिला अनलाइन रजिस्ट्रेसन गर्ने, त्यसपछि भेरिफाई गर्न, बायोमेट्रिक्स गर्न चाहिँ जिल्ला नै जानुपर्ने भयो। अब आफै भन्नुकै जावेजी, नेपाल हाम्रो यस्तो खालको संरचना, यो जियोग्राफिकल कन्डिसन भएको ठाउँमा जब 1 महिनाको टाइम लिमिट दिएर र जुन 18 to 25, 27, 30 को पिपुल छ जो चाहिँ अब अहिलेको अवस्थामा उहाँहरूले यो मोस्टली पोलिटिकली एक्टिभ नहुने, 1-2 दिन आन्दोलन गर्यो भन्दै उहाँहरू सबैलाई पोलिटिकल एक्टिभ भन्न मिल्दैन। जेनरली डे टु डे लाइफमा उहाँहरू पोलिटिकल एक्टिभ हुनुहुन्न, उहाँहरूलाई एडमिनिस्ट्रेटिभ कुराहरूसँग त्यति चासो राख्दैन भनेपछि हरेक स्थानीय स्तरमा नभएर जिल्लामा जानुपर्दा त मोटिभेसन कम भयो नि त। युथ भोटरहरू त उहाँहरू त रजिस्ट्रेसन गर्न त कम चाहनुहुने कुरा सही हो। तपाईँ त्यसमा एउटा सिमरामा त स्टेप पनि लिनु भएको छ नि त। हजुर, के गर्नु भएको छ त्यहाँ चाहिँ रेजिस्ट्रेसन हेल्प डेस्क राख्नु? जस्तै यहाँ जितपुर सिमरा नगरपालिकामा हामीले अहिले सिमरामा स्टार्ट गरेका छौँ। सिमराको युवा भाइहरू जस्तै सम्राट भाइ हुनुहुन्छ, उहाँ लगायत अरू युवा भाइहरू जुन जेनजीको प्रतिनिधित्व गर्ने भाइहरूले चाहिँ एउटा यो नयाँ युवा भोटरहरूलाई चाहिँ जिल्लासम्म जान गाह्रो हुन्छ, 100 रुपियाँ तिर्नुपर्छ हेर्नु अनलाइन रजिस्ट्रेसन गराउन हो। यो गाह्रोपनलाई चाहिँ सोल्भ गर्नको लागि चाहिँ यो इलेक्सन रजिस्ट्रेसनको हेल्प डेस्क सञ्चालन गरेको छ हामीले सिमरा 2 नम्बर वडामा। ब्राइटर स्कुलनिर एकजना हाम्रो युवा भाइकै एउटा हजुरको हार्डवेयर पसल छ, त्यही पसलमा चाहिँ स्पेस एभाइलेबल गरेर र युवा भाइहरू नै त्यहाँ बस्छन् टेक्निसियनहरू, उहाँहरूले अनलाइन रजिस्ट्रेसन गरिदिनुहुन्छ। र प्लस कलया जान पनि सबै इन्डिभिजुअली अब 18, 19, 20, 22 का युवाहरू जान नसक्लान्, प्लस सबैलाई त्यति रिसोर्सेस अभाइलेबल त्यो लेभलमा पनि गाह्रो होला भनेर चाहिँ हामीले चाहिँ ग्रुपमा उहाँहरूको डेट लिएर ग्रुप वाइज उहाँहरूलाई कलयासम्म लगेर अनि उहाँहरूलाई कोअर्डिनेसन गराउने, यो प्रोसेसमा सजिलो गराउने र प्लस त्योभन्दा पनि बढी चाहिँ अवेरनेस क्याम्पेन चाहिँ चलाइरहेका छन्। सिमरा लगायत नजिकको सबै एकदम राम्रो काम छ। अनि अहिले जुन जति अहिले सुनिरहेछ हामी चाहिँ फेरि नयाँ आन्दोलन युवाहरूले गर्ने यो जेनजीको नाममा या अन्य यो ग्रुपहरूको नाममा, यसमा चाहिँ तपाईँको के धारणा छ यसमा? अब हेर्नु न कस्तो गाह्रो कुरा भयो कि आन्दोलन नगरिकन अब परिवर्तन आउँदैन भन्ने पनि सत्य कुरा हो। अर्को कुरा परिवर्तनकै लागि आन्दोलन गरेर पनि कहाँ पुगिएला र फेरि कतिचोटि गर्ने। अझ हेर्नु जावेजी, तपाईँ हामी जेनेरेसन कुरा गर्ने हो भने त हामी अलमोस्ट 48 तिर जन्मेका होइन, 1990s मा जन्मेका मान्छे। हामी जन्मिँदै देशमा युद्ध चलिरहेको थियो कि अलमोस्ट 46-47 मा आन्दोलन भयो, 52 सालबाट त माओवादी युद्ध सुरु भयो। हामी हुर्किँदा बम पड्किरहेको थियो हेर्नु। फेरि अलि वर्ष भयो राजा बित्नु मर्नुभयो, मारियो, के भयो। फेरि देशमा सङ्कटकाल आयो, अर्को आन्दोलन। अनि फेरि 62-63 को जुन आन्दोलन भयो त्यसपछि ल हेर्नु अर्को आन्दोलन। फेरि त्यो 62-63 को आन्दोलन त अलमोस्ट 72 सम्म चल्यो त। 2 चोटि संविधान सभाको चुनाव हुँदासम्म देशमा स्थिरता त कहाँबाट आयो र? बल्ल 72 बाट अलिकति स्थिरता हो कि भन्ने जस्तो एक हिसाबको आउने बेला भएको थियो। फेरि भुइँचालो भयो हेर्नु, फेरि कोरोना भयो। भनेको हाम्रो होल जेनेरेसन त नेपालमा हेर्ने हो भने त हामी जेनेरेसन त अलमोस्ट ट्रान्जिसनमै छौँ, आन्दोलनमै छौँ। अब अस्ति भर्खर यत्रो आन्दोलन गरियो, जुन 14-15 गते आन्दोलन भयो, त्यसको रिजल्टको रूपमा, त्यसको सल्युसनको रूपमा एउटा गभर्मेन्ट आएको छ। अब हाम्रो देश सधैँको लागि आन्दोलनमै रहने खालको एउटा इन्भाइरोमेन्ट छ हाम्रो देशमा। त्यही भयो। त्यसमा चाहिँ हामी एटलिस्ट युवाहरू, हामी सचेत युवाहरू चाहिँ हामी त्यतातिर नलागेर यो कुरा चाहिँ पोलिटिकल डिस्कोर्सबाट चाहिँ हुन्छ कि, किनकि हामीले त प्रजातन्त्र 7 सालमा युद्ध गरेर लिएर आयौँ नि त। अब फेरि युद्ध गर्न पर्दैन, अब चाहिँ बोलीमा युद्ध हुन्छ है।
अब विचारमा युद्ध हुन्छ र विचारमा युद्ध जित्नेहरूले चाहिँ देश चलाउँछन् रे भन्ने चाहिँ गणतन्त्र हो प्रजातन्त्र हो भन्ने हाम्रो बुझाइ छ नि त होइन, हामीलाई सिकाइएको बुझाइएको पनि त त्यही हो नि त। त्यही भएर चाहिँ हामी युवाहरूले चाहिँ सक्छौँ भने चाहिँ अब जुनैसुकै मुद्दामा भए पनि शारीरिक आन्दोलनमा भौतिक आन्दोलनमा नगएर वैचारिक आन्दोलनमा जाने र यो चिजहरूलाई चाहिँ कुनै पनि गलत चिजहरूलाई चाहिँ र स्पेसली मलाई लागेको कुरा के जावेदजी कुनै पनि यति नै सिन्सियर इस्युहरू उठेका इस्यु चाहिँ हामी युवाहरूले चाहिँ बरु जनमत सङ्ग्रह माग्न चाहिँ हामीले जोड गर्नु पर्यो जस्तो लाग्छ। किनकि हरेक धेरै चिजहरूमा यहाँ नरुचाएको धेरै समूहहरू देखियो कि पछिल्लो जुन 20 वर्ष भनौँ त्यो 20 वर्षमा कुनै समूहलाई केही चिज चाहिएको छ कुनैलाई केही चिज चाहिएको छ। आज एउटा सरकारले एउटा खालको निर्णय ल्याउँछ त्यो अर्को समूहलाई मन पर्दैन हेर्नु। यो त सधैँको लागि एउटा इन्डलेस गेम जस्तै छ। तपाईँको के छ कि अब अर्को हिरो आउँछ कि अब अर्को हिरो आउँछ, त्यो हिरो कुर्दा कुर्दै यति वर्ष बित्यो। तर अब संस्थाहरूलाई बलियो गर्नुपर्छ, सुदृढ गर्नुपर्छ, करप्सन फ्री गर्नुपर्छ, संस्थाहरूलाई बलियो गर्नुपर्छ भन्नेतिर लाग्नुपर्छ। सधैँको लागि हिरोकै पर्खाइमा बस्यो भने त्यो हिरोइजमले त केही निकास दिने होइन, त्यो मलाई जहाँसम्म लाग्छ। एक्ज्याक्टली अहिलेको हाम्रो काइन्ड अफ पोलिटिक्स पनि हामी चाहिँ कता कता फिल्ममा हिरो खोज्या जस्तोतिर गएको हौँ कि अलमोस्ट 46 सालदेखि नै हो कि जस्तो चाहिँ माहौलमा गएको छ कि कोही एकजना चाहिँ अचम्म गाईले धुलेका दुधले धुलेका मान्छे आइपुग्छन् र ती दुधले धुलेका मान्छे प्रधानमन्त्री हुन्छन् कि राष्ट्रपति हुन्छन् अनि चाहिँ अनेकै विकास हुन्छ। त्यस्तो चाहिँ खास होइन होला, त्यो चाहिँ कता कता पपुलारिजम फेसिजमतिर जाने बाटो होला। कुनै पनि अब त अहिले त डेमोक्रेटिक संस्थाहरूलाई चाहिँ बलियो पार्ने होइन, निर्वाचन आयोगलाई बलियो पार्ने, तपाईँको चाहिँ अख्तियार दुरुपयोग अनुसन्धानको ठाउँमा जनलोकपाल राखेर त्यसलाई चाहिँ अलिक बलियो पार्ने होइन। तपाईँको यो हाम्रो अदालतहरू चाहिँ सुप्रिम कोर्टहरू चाहिँ अदालतहरूलाई चाहिँ न्यायपालिकाहरूलाई बलियो पार्ने यतातिर लाग्ने, अनि नेतातन्त्रलाई अहिले चाहिँ रियल डेमोक्रेसी र लोकतन्त्रतिर लाने चाहिँ प्रयासहरू गर्नुपर्छ हामीले होइन। हो नि त जावेदजी, जस्तै डेमोक्रेसी प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे नै भने पनि पिपुलको भोइस रजिस्टर्ड हुने तरिका चाहिँ हामीले ब्यालेटलाई मानेको छौँ नि त होइन। मतदानबाट चाहिँ पिपुलको भोइस रजिस्टर गरौँ र त्यो चाहिँ सबैले मानौँ। तर त्यहाँ ब्यालेटमा त सही क्यान्डिडेट आउने प्रक्रिया पनि त सुधार गर्नुपर्छ नि हामीले। खालि ब्यालेटले चाहिँ लोकतन्त्र ब्यालेटमा मात्रै सीमित होइन नि त, त्यो ब्यालेटसम्म आउने प्रक्रियामा पनि त लोकतन्त्र छ नि त। तपाईँको प्राइमेरी इलेक्सन्स गराउनु पर्छ। अहिले के छ कि माथिबाट ठुलो नेताहरूको चाकरी गरेर पैसा खुवाएर टिकट लिइन्छ, त्यसलाई प्राइमेरी इलेक्सन्स गराएर टिकट जित्नु पर्ने हुन्छ। तपाईँको एउटै व्यक्ति चाहिँ पार्टीको चाहिँ एउटा देवता बनेर बसिरहेछ, त्यसलाई चाहिँ एउटा व्यक्ति दुई कार्यकाल चाहिँ सिस्टममा राख्नुपर्छ। र यो स्थानीय चुनावहरू चाहिँ पार्टीका झोलेहरूलाई चाहिँ टिकट बाँटेर स्थानीय चुनाव जिताउने होइन, त्यो यसलाई चाहिँ स्थानीयले चाहिँ गर्दलीय बनाउनुपर्छ भन्ने जस्तो कुराहरू त सुधार गर्नुपर्छ नि त होइन। हो एक्ज्याक्टली यसकै लागि नै र ती सबै रहिआएका व्यवस्थाका विरुद्ध नै अस्ति भएको आन्दोलन हो। र म चाहिँ के भन्न चाहन्छु भने प्रजातन्त्रको विकल्प चाहिँ अरू कुनै पनि एकाधिकारवाद होइन हो। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। अनि एउटा कुरा हामी नेपालीहरूले चाहिँ के नभुलौँ भने 2007 सालमा प्रजातन्त्र आयो भन्छौँ, तर त्यो प्रजातन्त्र खासै स्थापित हुन पाएन। 2046 सालमा बल्ल बल्ल फेरि बहुदलीय प्रजातन्त्र ल्याइयो। 52 सालदेखि त देशै युद्धमा गयो, त्यसलाई के स्थापित भए मान्ने होइन। एउटा शक्तिले विरोध गरेर बस्यो। यस्तो छ नि, मैले भन्न के खोजेँ भने जावेदजी हामीमा देशमा प्रजातन्त्र आएर चेन्ज भएको छैन हामी भन्छौँ नि, चेन्ज हुन समय होइन। यो त तपाईँको कुरा सही छ, तर अहिले के छ नि, अहिले के छ मान्छेहरूलाई के भ्रम छ नि कि यहाँ त विविधता भएको देश हो, थुप्रै एथनिसिटीको मान्छेहरू यहाँ हामी बस्छौँ। अनि यहाँ त एकजनाको माग सम्बोधन एउटा आन्दोलनमा एकजनाको माग अर्को फेरि आन्दोलनमा एकजनाको माग सम्बोधन गर्ने प्रक्रियामा लाग्यो भने त यो त अनन्तसम्म चल्ने खेल भइहाल्छ। सो अहिले के छ कि ओभरअल के छ कि सबै पार्टीहरू राम्रो भयो भने डेमोक्रेटिक कन्ट्रीहरूमा डेमोक्रेटिक नर्म्सले के भन्छ कि एउटा पार्टी राम्रो भएर हुँदैन, सबै पार्टी राम्रो भयो भने सबैले एउटा राम्रो लोकतान्त्रिक फर्मेटमा आयो भने र क्यान्डिडेटहरू र व्यक्तिहरू काबिल व्यक्तिहरू सही ठाउँमा आयो भने अनि डेमोक्रेसी बलियो हुन्छ भने त्यो के हुन्छ ओभरअल सबलाई फाइदा हुन्छ र देश समग्रमा डेभलप हुन्छ। त्यो कुरा चाहिँ त्यो पनि त हो नि त कुरा होइन। एक्ज्याक्टली हुन चाहिँ त्यही हो। अब देखिँदा गर्न खोजेको पनि त त्यही नै होला नि सबैले, त्यो नभएको भन्ने हाम्रो कम्प्लेन हो। भन्दा सबैले त्यही भन्छन्, भन्न सबै नेताले राम्रै गर्न खोजेको भन्छन्। इभन हाम्रो माओवादीहरू कम्युनिस्ट ब्याकग्राउन्डबाट आउनुभएका प्रचण्डजीहरू त हाम्रो प्रजातन्त्रको सिस्टममा आएर संसदीयवादमा आएर ल हामी पनि प्रजातन्त्रलाई मान्यौँ भनेर आउनुभयो नि त। बगैँचा आएर त्यो यो सिस्टममा प्रधानमन्त्री खानुभयो होइन र यही संविधानलाई उहाँले पनि सही गर्नुभयो। भन्दाखेरि
जुन कुरा बाहिर यहाँ समस्या केमा आयो भने जावेदजी हजुर म बोल्छु एउटा कुरा गर्छु एउटा कुरा हो त्यो त सुधार्नै पर्छ म आउँछु बोल्छु एउटा कुरा गर्छु एउटा कुरा त्यसलाई त संस्थागत गर्नु पर्यो नि कि मैले भनेको कुरामा भनेको भरमा त देश चल्नु पर्यो नि त त्यो त विधिको शासनमा चल्नु पर्यो सिस्टमहरू चाहिँ लोकतान्त्रिक हुनु पर्यो कानुनहरू पहिलाकै राणा शासनको बनाएको कानुन राजाहरूले बनाएको कानुन चलिरहेछ त्यसमा लोकतान्त्रिक कानुनहरू बनाएर त्यसलाई संस्थागत गर्नु पर्यो छिटोभन्दा छिटो हामी चाहिँ त्योतर्फ लाग्नु पर्छ जाँदा जाँदै म अन्तिममा चाहिँ फेरि एकचोटि के भन्न चाहन्छु भने हाम्रो सम्पूर्ण नेपाली जनता तथा विशेष गरी सरकारलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने यो जुन युवाहरूले आन्दोलन गरेर विद्रोह गरेर यो जुन सरकार नयाँ बनेको छ केही व्यवस्था परिवर्तन होला भन्ने आशमा युवाहरूले गरेका छन् अब त्यो युवाहरूको भोइस चाहिँ रजिस्टर हुन त आखिरमा भोटमा हो नि त यो अपकमिङ चुनावमा ल मानव फागुनमा नहोला चैतमा होला वैशाखमा होला तर यो चुनाव आउने चुनावमा अब यो जुन अपकमिङ न्यू भोटरहरूले चाहिँ भोट हाल्न सजिलो व्यवस्था गर्न चाहिँ सकिन्न आखिरमा हाम्रो यो साधारण हाम्रो जुन पनि लोकल लेभलको गभर्मेन्ट छ त्यो गभर्मेन्ट वडा अफिसमा नगरपालिकामा हाम्रो चुनाव जस्तो मताधिकार जस्तो आधारभूत काम गर्न सक्दैन सरकारले भने त्यो स्थानीय सरकारको आखिर औचित्य नहुन पर्ने होइन र अहिले पनि हामी हाम्रा ती युवाहरू जसले आन्दोलन गरे उनीहरू त आवाज दिने ठाउँ नपाएर रोडमा गए नि अब पनि उनीहरूलाई आवाज दिन वञ्चित गरिन्छ अप्ठ्यारो पारिन्छ उनीहरूलाई भोट हालेर आवाज दिन सक्दैनन् भने त ढिलो चाँडो फेरि त्यो रुष्ट युवाहरू त भोलि ठुला हुन्छन् फेरि रोडमै आउँछन् सो यो चाहिँ सल्युसन होइन बरु चुनाव रोक्न सकिन्छ सार्न सकिन्छ सबैभन्दा बढी पार्टिसिपेट कसरी हुन्छन् होला सबैभन्दा जनता बढी पार्टिसिपेट कसरी हुन्छन् होला र बेसिकली अहिलेका युथ भोटर्सहरू फर्स्ट टाइम भोटर्सहरू चाहिँ कसरी बढी पार्टिसिपेट हुन्छन् होला भनेर चाहिँ सरकारले त्यसमा चाहिँ एक्सर्साइज गर्न जरुरी देख्दछु म र लोकल लेभलमा नि इलेक्सन कमिसनलाई चाहिँ वडा र नगरपालिका स्तरमा नै इलेक्सन कमिसनलाई चाहिँ मोबिलाइज गरेर नयाँ भोटर लिस्टको रजिस्ट्रेसन चाहिँ तुरुन्त गरियोस् भन्ने म आह्वान गर्न चाहन्छु जावेदजी हजुर त्यो एकदम ठिक भन्नुभयो तपाईँले यसलाई चाहिँ तुरुन्त हामी जोरदार माग गरेका छौँ यो नागरिक सरकारलाई चाहिँ हामी अपिल गर्छौँ कि यसलाई तुरुन्त वडा लेभलमा पुर्याउनको लागि स्रोत साधन जसरी पनि मोबिलाइज गर्नको लागि अरू ठाउँमा कुनै कटौती गर्नु छ खर्च कटौती गर्नु छ भने तपाईँहरू गर्नुहोस् तर यसलाई तुरुन्त लागू गर्नुहोस् नत्र फेरि चाहिँ यो नागरिक सरकार बनेको अनुभूति सही अनुभूति युवाहरूमा जनताहरूमा जाँदैन सो म अपिल गर्छु यसलाई तुरुन्त लागू गर्नुहोस् धन्यवाद